दिन्न म पनि तिमीहरूको घर बिग्रिन। घर बिग्रिन दिन्न भन्नेले किन रमिता हेरेर बस्नु भएको त आमा? योभन्दा अगाडि पनि त हजुरको छोराको घर बिग्रिसकेको होइन र? के हेरेर बस्नुभयो त्यति बेला? किन रोक्न सक्नु भएन? गाडिसकेको मुर्दाको कङ्काल निकालेर त्यसको कुनै अर्थ छैन मुना। तिमी जुन कुरा गर्दैछौ नि त्यसको जवाफ दिन म बाध्य छैन र दिन्न। तपाईँ भन्नुहुन्छ जवाफ दिन म बाध्य छैन, तपाईँको छोरा भन्नुहुन्छ मसँग कुनै जवाफ नै छैन, अनि म चाहिँ के बुझौँ? जे सम्झेर मसँगको सम्बन्धबाट टाढा हुन खोजेकी छौ नि मुना, त्यही बुझ। मैले गर्दै नगरेको पापको भारी अझै थप्न चाहन्छु भने थप मुना, म त्यो पनि बोक्न तयार छु। एउटा कुरा याद गर मुना, निष्कलङ्क मान्छेमाथि कसैले झुटा आरोप प्रत्यारोप लगायो भने नि त्यसको प्रतिफल आरोप लगाउनेले भोग्नुपर्छ। भाँडोमा जति पानी भरे पनि भरिँदैन। आमा, म मेरो भाग्यमा जति लेख्या छ नि त्यो भोग्न तयार छु।